हेलो एभ्रिवान मिनासान कोनिचिवा यहाँलाई स्वागत छ एजुकेसन कुराको आजको नयाँ भिडियोमा। सो आजको नयाँ भिडियोमा चाहिँ हामी जेआरएफ एक्जामको लागि चाहिँ मोस्ट इम्पोर्टेन्ट खान्जी र भोक्याबुलरी हेर्ने छौं, जुन चाहिँ इरोदोरी बुक र N4 र N5 बुकबाट चाहिँ मैले सिकेको है त। सो हामीले चाहिँ पार्ट 1 पनि बनाइसकेका छौं यसको लागि चाहिँ। सो तपाईले चाहिँ पार्ट 1 हेर्नु भएको छैन भने चाहिँ पार्ट 1 हेर्नु होला है त। त्यो चाहिँ 30 मिनेटको जति छ। आज चाहिँ हाम्रो पार्ट 2 रहेको छ। पार्ट 1 मा चाहिँ हामीले 350 वटा जति चाहिँ खान्जी र भोक्याबुलरी चाहिँ कभर गरेका थियौं र सो त्यसमा नअटाएको हुनाले चाहिँ हामीले चाहिँ पार्ट 2 बनाएको हो है त। सो यदि तपाईले पार्ट 1 र पार्ट 2 सबै हेर्नु भयो भने चाहिँ तपाईलाई चाहिँ जेआरएफ एक्जाममा चाहिँ खान्जी सेक्सन र भोक्याबुलरी सेक्सनमा चाहिँ कुनै प्रब्लम हुनेवाला छैन है त। जति क्वेशनहरु सोधिन्छ यसबाटै सोधिन्छ है त। त्यही भएर चाहिँ मोस्ट इम्पोर्टेन्ट छ, भिडियोलाई चाहिँ नछुटाइ हेर्नु है त। यदि तपाईले पार्ट 1 हेर्नु भएको छैन भने यो पार्ट 2 भिडियो सकाएपछि चाहिँ पार्ट 1 हेर्नु होला। यदि पार्ट 1 हेरिसक्नु भएको छ भने चाहिँ यो पार्ट 2 चाहिँ अवश्य हेर्नु होला है त। सो आउनुहोस् ढिला नगरिकन सुरु गरौँ। सो पहिलो रहेको छ वर्ष। वर्षलाई चाहिँ जापानिजमा के भनेर भनिन्छ त? नेन। अब यताको के को खान्जी भयो त? नेन वर्षको खान्जी भयो है त। तपाईहरु पनि मसँगै बोल्नु अनि कपीमा लेख्नु है त। कपीमा नलेखिकन चाहिँ हेरेर मात्र चाहिँ याद हुँदैन है त। सो अर्को रहेको छ गएको वर्ष अथवा गत वर्षलाई चाहिँ जापानिजमा के भनिँदो रहेछ त? क्योनेन भनेर भनिन्छ है त। क्योनेन भनेको के हो त? गएको वर्ष रहेको छ। सो अर्को रहेको छ अर्को वर्ष। नेक्स्ट वर्षलाई चाहिँ जापानिजमा राइनेन भनेर भनिन्छ है त। खान्जीलाई चाहिँ एकदम फोकस गर्नु है त अनि मिनिङलाई पनि। सो राइनेन भनेको के हो त? अर्को वर्ष रहेको छ। सो अर्को रहेको छ यो वर्ष। यो वर्षलाई चाहिँ जापानिजमा कोतोसी भनेर भनिन्छ। के भनेर भनिँदो रहेछ त? कोतोसी भनेर भनिन्छ। सो कोतोसीको खान्जी यतापट्टिको चाहिँ कोतोसीको खान्जी भयो है त। सो अर्को रहेको छ गत वर्ष। गत वर्षलाई चाहिँ जापानिजमा के भनेर भनिँदो रहेछ त? साकुनेन भनेर भनिन्छ है त। साकुनेन भने के हो त? गत वर्ष रहेको छ है त। यो के को खान्जी भयो त? अब यो गत वर्षको खान्जी भयो है त। सो अर्को रहेको छ प्रत्येक वर्ष। प्रत्येक वर्षलाई चाहिँ जापानिजमा माइतोसी भनेर भनिन्छ है त। माइतोसी भने के हो त? प्रत्येक वर्ष। सो माइतोसी भने के हो त? प्रत्येक वर्ष। यतापट्टिको के को खान्जी भयो त? यो माइतोसीको खान्जी भयो है त। सो अर्को रहेको छ आज। आजलाई चाहिँ जापानिजमा क्यौ भनेर भनिन्छ है त। मोस्ट इम्पोर्टेन्ट खान्जी यिनीहरु। वर्ष, आज, भोलिको चाहिँ एकदमै महत्त्वपूर्ण खान्जी हो। त्यही भएर तपाईले चाहिँ जान्नै पर्छ है तपाईले। सो क्यौ भने के हो त? आज। सो यो के को खान्जी भयो त? यो क्यौ आजको खान्जी भयो है त। सो अर्को रहेको छ यो हप्ता। यो हप्तालाई चाहिँ जापानिजमा कोन्स्यु भनेर भनिन्छ। याद गर्नु त, कोन्स्यु भने के हो त? यो हप्ता रहेको छ। सो यो के को खान्जी भयो त? यो कोन्स्यु मोस्ट इम्पोर्टेन्ट खान्जी है त। सो अर्को रहेको छ अर्को पटकलाई चाहिँ जापानिजमा कोन्दो भनेर भनिन्छ। अर्को पटक भने के हो त? कोन्दो। सो यो के को खान्जी भयो त? यो अब कोन्दोको खान्जी भयो है त। सो अर्को रहेको छ अहिले। मोस्ट इम्पोर्टेन्ट खान्जी। यो त आउँछ है त रिडिङ सेक्सनमा यिनीहरु। कहिलेकाहीँ अब इमाको खान्जी नआएर पनि हामी चुक्किन सक्छ है। त्यही भएर खान्जी चाहिँ मोस्ट इम्पोर्टेन्ट छ। त्यही भएर चाहिँ तपाईले चाहिँ लेख्दै भिडियो हेर्दै गर्नु होला है त। सो इमा भनेको के हो त? अहिले रहेको छ। सो अहिलेलाई जापानिजमा इमा भनेर भनिन्छ। अर्को रहेको छ यो महिना। यो महिनालाई चाहिँ जापानिजमा के भनेर भनिँदो रहेछ त? कोनगेत्सु भनेर भनिन्छ है त। कोनगेत्सु भने के हो त? यो महिना रहेको छ। अब यो चाहिँ अब खान्जी सेक्सनमा नि सोधिन सक्छ है त। अब यो गेत्सु गात्सु भनेर सोधिन सक्छ। यो अगाडिको खान्जी देखाएर चाहिँ अनि तल चाहिँ गेत्सु हो कि गात्सु हो कि नेन हो कि भनेर सोध्न सकिन्छ है। सो अर्को रहेको छ यो वर्षलाई चाहिँ जापानिजमा के भनिन्छ त? हामीले कोतोसी भनेर भनिन्छ। यो अघि नै हेरि पनि सक्यौं हामीले है त। सो अर्को रहेको छ अर्को हप्ता। अर्को हप्ता भन्नु पर्यो भने चाहिँ राइस्यु है त। यहाँ याद गर्नु त, राइस्यु भने के हो त? अर्को हप्ता रहेको छ। सो खान्जी के को खान्जी हो त? यो राइस्युको खान्जी हो है त। सो अर्को रहेको छ गएको हप्ता। गएको हप्तालाई चाहिँ जापानिजमा के भन्ने भयो त? अब सेन्स्यु भन्ने भयो है त। सेन्स्यु भनेको के हो त? गएको हप्ता। सो बितिसकेको हप्ता के। सो अर्को रहेको छ सप्ताहान्त अथवा विकेन्ड है त। सप्ताहान्त भने के हो त? विकेन्ड। विकेन्डलाई चाहिँ के भनिन्छ जापानिजमा? स्युमात्सु भनेर भनिन्छ है त। स्युमात्सुको खान्जी ध्यान दिनु है त। सो अर्को रहेको छ तापक्रम। तापक्रमलाई चाहिँ जापानिजमा के भनेर भन्दो रहेछ त? ओन्दो भनेर भनिन्छ त। ओन्दोको अर्थ के हो त? तापक्रम मोस्ट इम्पोर्टेन्ट खान्जी हो यो। सो अर्को रहेको छ पूर्व। अब यो उत्तर पूर्व दक्षिण खान्जी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट छ है त। दिशाको खान्जी पनि। सो पूर्वलाई के भनिन्छ जापानिजमा? हिगासी भनेर भनिन्छ। खान्जी याद गर्नु त। हिगासी भने के हो त? पूर्व। सो अर्को रहेको छ अब टोकियो। टोकियोलाई चाहिँ जापानिजमा टोकियो नै भनिन्छ। सो यो के को खान्जी हो त? टोकियोको खान्जी हो है त। मोस्ट इम्पोर्टेन्ट खान्जी हो यो पनि।
सो अर्को रहेको छ पश्चिम पश्चिमलाई के भनिन्छ त निसी भनेर भनिन्छ है त खान्जी ध्यान दिनु निसी भनेको के हो त पश्चिम हो पश्चिमलाई जापानिजमा निसी भनेर भनिन्छ सो अर्को रहेको छ दक्षिणलाई चाहिँ के भनिदो रहेछ त मिनामी भनेर भनिन्छ त दक्षिण भनेको के हो त मिनामी रहेको छ सो त्यसैगरी अर्को रहेको छ उत्तर उत्तरलाई चाहिँ जापानिजमा किता भनेर भनिन्छ है त एकदम सजिलो छ यो खान्जीहरु किता भनेको के हो त उत्तर रहेको छ त्यसैगरी अब कम्पनीलाई चाहिँ जापानिजमा के भनिन्छ त खाइस्या भनेर भनिन्छ मोस्ट इम्पोर्टेन्ट खान्जी हो यो खाइस्याको सो अर्को रहेको छ भेट्नुलाई चाहिँ जापानिजमा के भनिदो रहेछ त आइमास भनेर भनिन्छ याद गर्नु भेट्नुलाई जापानिजमा के भनिन्छ त आइमास यो अगाडिको के को खान्जी भयो त यो आइमासको खान्जी भयो सो अर्को रहेको छ हिसाब अथवा बिललाई चाहिँ जापानिजमा के भनेर भनिन्छ त खाइकेई भनेर भनिन्छ है त खाइकेईको अर्थ के हो त हिसाब अथवा बिल रहेको छ है त सो त्यसैगरी अर्को रहेको छ कार्यक्रम स्थल मोस्ट इम्पोर्टेन्ट खान्जी है यो कार्यक्रम स्थललाई चाहिँ जापानिजमा के भनेर भनिन्छ त खाइजौ भनेर भनिन्छ के भनेर भनिदो रहेछ त खाइजौ भनेको चाहिँ कार्यक्रम स्थल जहाँ चाहिँ कार्यक्रम हुन्छ सो अर्को रहेको छ सिन्तो मन्दिर भनेको चाहिँ यो जापानको एउटा मन्दिर हो है त त्यसलाई चाहिँ के भनिदो रहेछ जापानिजमा जिन्ज्या भनेर भनिन्छ जिन्ज्या भनेको चाहिँ सिन्तो मन्दिर है त जापानको सो अर्को रहेको छ आउनुलाई के भनिन्छ त किमास यो खान्जी मोस्ट इम्पोर्टेन्ट छ किमासको हामीलाई आउँछ पनि होला है सायद सो अर्को रहेको छ जानुलाई चाहिँ इकिमास भनेर भनिन्छ त इकिमास भनेको के हो त जानु सो मोस्ट इम्पोर्टेन्ट खान्जी हो यो आउनै पर्छ यिनीहरू जानु आउनु भेट्नु गर्नुको खान्जी चाहिँ आउनै पर्छ है त यो नआएर चाहिँ के हुनेवाला छैन सो अर्को रहेको छ यात्रा गर्नु सो यात्रा गर्नुलाई चाहिँ जापानिजमा के भनिन्छ त रेक्कौ सिमास भनेर भनिन्छ रेक्कौ सिमास भनेको के हो त यात्रा गर्नु है त सो अगाडिको के को खान्जी भयो त यो यात्रा गर्नुको खान्जी भयो है त सो अर्को रहेको छ बैंक यो मोस्ट इम्पोर्टेन्ट छ है त गिन्को भनेको के हो त बैंक सो यो के को खान्जी भयो त यो गिन्कोको खान्जी भयो है त सो अर्को रहेको छ लिएर जानुलाई चाहिँ जापानिजमा के भनिदो रहेछ त मोत्ते इकु भनेर भनिन्छ त मोत्ते इकु भनेको के हो त लिएर जानु सो यो के को खान्जी भयो त यो मोत्ते इकुको खान्जी भयो है त सो आजको भिडियोको चाहिँ खान्जी र भोक्याबुलरी चाहिँ एकदमै सिम्पल छ तर एकदमै पनि महत्त्वपूर्ण छ है त सो त्यही भएर चाहिँ कपीमा लेखिहाल्नु पर्यो तपाईहरुले अनि प्र्याक्टिस गरिहाल्नु पर्यो सो अर्को रहेको छ नोरिमास भनेको के हो त चढ्नु यो चाहिँ अब खान्जी सेक्सनमा सोधिन सक्छ है त खान्जी जस्तै अब यो खान्जी दिन्छ अनि नोरिमास भनेर माथि लेख्छ अनि तल चाहिँ अब नोरिमास हो कि तोरिमास हो कि के हो भनेर चाहिँ अनि चिन्ह लाउन दिन्छ है त कुन चाहिँ ठीक हो भनेर छान्न दिन्छ है त नोरिमास भनेको के हो त चढ्नु रहेको छ है त सो अर्को रहेको छ ठुलोलाई चाहिँ जापानिजमा ओओकी भनेर भनिन्छ यो मोस्ट इम्पोर्टेन्ट खान्जी कहिलेकाहीँ यही खान्जीले पनि झुकाउन सक्छ है तपाईलाई सो त्यही भएर ओओकी भनेको के हो त ठुलो रहेको छ है त सो अर्को रहेको छ विश्वविद्यालय सो यो खान्जी त हामीलाई आइ नै हाल्छ होला सबैलाई दाइकाको खान्जी सो अर्को रहेको छ वयस्क यो मोस्ट इम्पोर्टेन्ट है त यो वयस्क भनेको के हो त ओतोना भनेर भनिन्छ त ओतोना भनेको के हो त वयस्क रहेको छ त्यसैगरी अर्को महत्त्वपूर्ण सो यो पनि मोस्ट इम्पोर्टेन्ट खान्जी है त महत्त्वपूर्णलाई चाहिँ जापानिजमा ताइसेचु भनेर भनिन्छ याद गर्नु महत्त्वपूर्णलाई चाहिँ जापानिजमा के भनेर भनिदो रहेछ त भन्नु त गुड ताइसेचु भनेर भनिन्छ सो अर्को रहेको छ गाह्रो अथवा कठिनलाई चाहिँ जापानिजमा ताइएन भनेर भनिन्छ है ताइएन भनेको के हो त गाह्रो कठिन है त सो अर्को रहेको छ सानोलाई चाहिँ चिसाई भनेर भनिन्छ है त चिसाई भनेको सानो यो पनि खान्जी सेक्सनमा सोधिन सक्छ है त यो पनि धेरै महत्त्वपूर्ण खान्जी हो सो अर्को रहेको छ महँगो अथवा अग्लोलाई चाहिँ जापानिजमा ताखाई भनेर भनिन्छ ताखाई भनेको के हो त महँगो अथवा अग्लो ताखाईको चाहिँ दुईटा मिनिङ हुन्छ है एउटा महँगो हुन्छ अनि एउटा चाहिँ अग्लो हुन्छ है त सो अर्को रहेको छ उच्च माध्यमिक विद्यालयलाई चाहिँ जापानिजमा कौ भनेर भनिन्छ है त कौ भनेको के हो त उच्च माध्यमिक विद्यालय सो अर्को रहेको छ होचोलाई चाहिँ जापानिजमा हिकुई भनेर भनिन्छ हिकुई भनेको होचो है त त्यसैगरी अर्को रहेको छ पछाडी सो मोस्ट इम्पोर्टेन्ट है त पछाडीको खान्जी पछाडीलाई चाहिँ जापानिजमा उसिरो भनेर भनिन्छ उसिरो भनेको के हो त पछाडी रहेको छ त्यसैगरी अब दिउँसो अथवा पिएमलाई चाहिँ जापानिजमा गोगो भनेर भनिन्छ त गोगो भनेको के हो त पिएम दिउँसो सो अर्को रहेको छ छेउलाई चाहिँ जापानिजमा योको भनेर सो भनिन्छ त छेउलाई के भनिन्छ त योको ध्यान दिनु सो अर्को रहेको छ प्रवेशद्वार मोस्ट इम्पोर्टेन्ट खान्जी है त इरिगुची भनेको के हो त प्रवेशद्वार है त छिर्ने ढोका सो अर्को रहेको छ
प्रवेश गर्नुलाई चाहिँ जापानिजमा के भनिँदो रहेछ त हाइरिमास भनेर भनिन्छ है त प्रवेश गर्नु हाइरिमास है त सो के को खान्जी हो त यो हाइरिमासको खान्जी है त त्यसैगरी अर्को रहेको छ भन्नु कसैलाई चाहिँ के भन्नु पर्यो भने चाहिँ जापानिजमा के भनिँदो रहेछ त किन्यु सुरु भनेर भनिन्छ त किन्यु सुरु भनेको चाहिँ भन्नु है त त्यसैगरी अर्को रहेको छ राख्नु अथवा हाल्नुलाई चाहिँ जापानिजमा इरेरु भनेर भनिन्छ के भनेर भनिन्छ त इरेरुको खान्जी है यो अगाडिको सो अर्को रहेको छ अस्पतालमा भर्ना हुनु अस्पतालमा भर्ना हुनुलाई चाहिँ जापानिजमा के भनेर भनिँदो रहेछ त न्यू इन्सुरु भनेर भनिन्छ न्यू इन्सुरु भनेको अस्पतालमा भर्ना हुनु है त सो अस्पतालको खान्जी याद गर्नु है त सो अर्को रहेको छ इनपुट गर्नुलाई चाहिँ जापानिजमा के भनिन्छ त अब न्यू रुकुसुरु भनेर भनिन्छ त न्यू रुकुसुरु भनेको के हो त इनपुट गर्नु सो अर्को रहेको छ निस्कने ढोकालाई चाहिँ बाहिर जाने ढोका है त त्यसलाई चाहिँ के भनिन्छ त रहेछ त देगुची भनेर भनिन्छ देगुची भनेको बाहिर निस्कने ढोका है खान्जी मोस्ट इम्पोर्टेन्ट छ यो याद गर्नु होला सो अर्को रहेको छ मुखलाई कुची भनेर भनिन्छ यो खान्जी सजिलो छ आइहाल्छ यो है त अर्को रहेको छ काउन्टर है काउन्टरको खान्जी पनि मोस्ट इम्पोर्टेन्ट सो काउन्टरलाई के भन्छ त मादोगुची भनेर भनिन्छ मादोगुची भनेको काउन्टर है त त्यसैगरी अर्को रहेको छ बाहिर जानुलाई चाहिँ जापानिजमा देखाकेरु भनेर भनिन्छ त देखाकेरु भनेको हो त बाहिर जानु यो खान्जी के को भयो त यो अब देखाकेरुको खान्जी भयो है त त्यसैगरी अर्को रहेको छ प्रस्थान मोस्ट इम्पोर्टेन्ट खान्जी यो सोधिरा हुन्छ है धेरै जस्तो यो खान्जी है त सो प्रस्थान गर्नु है त के भन्छ प्रस्थान गर्नुलाई सुपाचुसुरु भनेर भनिन्छ त सुपाचुसुरु भनेको प्रस्थान गर्नु है खान्जी एकदम महत्त्वपूर्ण छ यो चाहिँ धेरै धेरै महत्त्वपूर्ण छ अनि यसको भोकाबुलरी पनि मोस्ट इम्पोर्टेन्ट यो मिनिङ त्यही भएर याद गर्नु है त यो चाहिँ गर्नै पर्यो तपाईहरुले सो अर्को रहेको छ निकाल्नुलाई चाहिँ दासु भनेर भनिन्छ है त दासु भनेको के हो त निकाल्नु त्यसैगरी अर्को रहेको छ तल्लालाई चाहिँ खाई भनेर भनिन्छ तल्लालाई के भनिन्छ त खाई यो खाईको खान्जी है यो याद गर्नु सो अर्को रहेको छ थिच्नुलाई चाहिँ ओसु भनेर भनिन्छ है त ओसुको अर्थ के हो भयो त थिच्नु भयो यो के को खान्जी भयो त यो थिच्नु ओसुको खान्जी भयो है त त्यसैगरी तान्नुलाई हिक्कु भनेको के हो त तान्नु रहेको छ त्यसैगरी अब सस्तोलाई चाहिँ जापानिजमा यासुई भनेर भनिन्छ है त यासुई भनेको के हो त सस्तो अगाडिको के को खान्जी भयो त यो आँखा चिम्लेर भन्नु त के को खान्जी यो यासुई सस्तोको खान्जी है त त्यसैगरी अर्को रहेको छ एकलाई चाहिँ हामी के भन्छ त इच्ची भनेर भनिन्छ है त सो यो त हामीलाई आइ नै हाल्छ त्यही पनि हामी हेर्छौँ है त दुईलाई नि भनेर भन्छ त्यसैगरी तीनलाई सान चारलाई के भन्छ त चारलाई योन अथवा सी भनेर भनिन्छ त्यसैगरी पाँचलाई गौ त्यसैगरी छलाई रोक्कु सातलाई के भनिन्छ तपाईँ पढ्नु है त सातलाई के भनिँदो रहेछ अनि आठलाई के भनिन्छ नौलाई के भनिन्छ 10लाई के भनिन्छ त्यसैगरी 100लाई चाहिँ के भनिन्छ त यो हामीलाई थाहा नै छ है सो अर्को रहेको छ 1000लाई सेन भनिन्छ थाहा नै छ त्यसैगरी 10000लाई मान भनेर भनिन्छ 10000लाई के हो मान यो मानको खान्जी याद गर्नु अर्को रहेको छ एन भनेको जापानिज पैसा भएको त्यसैगरी अब बिदा हो बिदाको खान्जी हामीलाई थाहा नै छ थाहा छैन भने चाहिँ इम्पोर्टेन्ट छ है त यासुमी भनेको बिदा है त त्यसैगरी अब चलचित्रलाई चाहिँ के भनेर भनिन्छ त एइगा भनेर भनिन्छ एइगा चलचित्र मुभी है त त्यसैगरी अर्को रहेको छ योजना भनेको के हो त केही खाक्कु भनेको योजना है त यो दोहोरिरहेको छ जुन दोहोरिरहेको छ त्यो चाहिँ धेरै महत्त्वपूर्ण छ है त सो अर्को रहेको छ अंग्रेजी भाषा एइगो कहिलेकाहीँ यही खान्जी पनि सोधिन्छ है त सजिलो खान्जी छ कहिलेकाहीँ मिस्टेक भइदिन्छ है त्यही भएर ध्यान दिनु है त अर्को रहेको छ पढ्नुलाई चाहिँ जापानिजमा के भनिन्छ त बेन्क्यो सिमास यो खान्जी पनि सोधिरहेको हुन्छ है त बेन्क्यो सिमास भनेको पढ्नु सो अर्को रहेको छ बलियोलाई चाहिँ चुयोई भनेर भनिन्छ चुयोई भनेको चाहिँ बलियो है त त्यसैगरी अर्को रहेको छ किन्नुलाई खाइमास भनेर भनिन्छ खाइमासको खान्जी आउनै पर्यो नाइकिन हुँदैन सो अर्को रहेको छ तातो पानीको मुहानलाई चाहिँ ओनसेन भनेर भनिन्छ त ओनसेन भनेको के हो त तातो पानीको मुहान अथवा तातो पानी सो तापक्रम यो हामीले हेरिसक्यो के भन्छ त तापक्रमलाई तपाईहरुको पाले पढ्ने हो सो अर्को रहेको छ आरक्षणलाई चाहिँ जापानिजमा योयाकु भनेर भनिन्छ योयाकु भनेको आरक्षण है त त्यसैगरी अब योजना अथवा तालिकालाई चाहिँ जापानिजमा योत्तेई भनेर भनिन्छ त योत्तेईको खान्जी मोस्ट इम्पोर्टेन्ट त्यसैगरी अर्को आरक्षित सिटलाई चाहिँ सित्तै सेकी भनेर भनिन्छ सित्तै सेकी भनेको आरक्षित सिट है त त्यसैगरी सेट गर्नुलाई चाहिँ के भन्छ त सेत्तै सुरु भनेर भनिन्छ सेत्तै सुरु सेट गर्नु त्यसैगरी यात्रा गर्नु यो हामीले हेरिसक्यौ तपाईहरुको पाले त्यो पढ्ने के भनेर पढ्नुहुन्छ सो अर्को रहेको छ जापानी
जापानिज होटेललाई के भनिन्छ त पढ्नु त गुड। सो खान्जी ध्यान दिनु। सो अर्को रहेको छ विद्यार्थी। यो त मैले पढ्नै परेन, यो सबैलाई थाहा नै छ, खान्जी पनि याद छँदैछ। सो अर्को रहेको छ विद्यालय, यो भयो है। सो अर्को रहेको छ विदेशमा अध्ययन गर्नुलाई चाहिँ के भनिन्छ त र्यौगाकुसु। र्यौगाकुसु भनेको विदेशमा अध्ययन गर्नु है, खान्जी यो ध्यान दिनु है। सो अर्को रहेको छ जीवन, सेइखात्सु भनेको जीवनको खान्जी महत्त्वपूर्ण। शिक्षक सेन्सेइको खान्जी हाम्रो आइ नै हाल्छ, भन्नै परेन। अर्को रहेको छ जन्मदिन, मोस्ट इम्पोर्टेन्ट खान्जी जन्मदिन, हामीले पार्ट 1 मा नि हेरेको छ है त। यो के भनिन्छ तपाईहरुले पढ्नु पर्यो है त। यो तान्जोबी भनेर भनिन्छ। सो अर्को रहेको छ जन्मनु। जन्मनु याद गर्नु है त। जन्मनुलाई चाहिँ जापानिजमा उमारेरु भनेर भनिन्छ। यो के को खान्जी हो त यो? अब उमारेरु। सो अर्को रहेको छ काँचो अथवा ताजालाई चाहिँ जापानिजमा नामा भनेर भनिन्छ है त। सो नाम होइन नि यो, फेरि नामा हो। नामा भनेको हो त काँचो अथवा ताजा चिजहरू। सो अर्को रहेको छ उत्पादन गर्नु। उत्पादन गर्नुलाई चाहिँ जापानिजमा के भनिन्छ त सेइसान्सु भनेर भनिन्छ है त। त्यसै गरी अर्को रहेको छ काम, सिगोत्तोको खान्जी मोस्ट इम्पोर्टेन्ट छ, आउनै पर्यो यो, नआइकन हुँदैन। सो अर्को रहेको छ खाना, यो पनि आउनै पर्यो, सेकुजी भनेर भनिन्छ। सुकुजी भनेको खाना है त। अर्को रहेको छ काम आवश्यक अथवा काम है त। काम आवश्यक कामलाई चाहिँ योजी भनेर भनिन्छ, थाहा नै छ हामीलाई। दुर्घटना मोस्ट इम्पोर्टेन्ट खान्जी जिक्कोको। सो अर्को रहेको छ निर्माण कार्यलाई चाहिँ कौजी भनेर भनिन्छ, याद गर्नु खान्जी पनि। कौजी भनेको के हो त निर्माण कार्य। सो स्वस्थ अथवा सन्चो, गेन्कीको खान्जी याद गर्नु। गेन्की भनेको के हो त सन्चो, आरामै भनेर बुझिन्छ। व्यस्त, इस्सोगासीको खान्जी चाहिन्छ। इस्सोगासी भनेको व्यस्त है त। सो अर्को रहेको छ हात्ताराकु, काम गर्नुको खान्जी आउनै पर्यो। हात्ताराकु भनेको के हो त काम गर्नु। सो अर्को रहेको छ बनाउनु। बनाउनुलाई चाहिँ चुक्कुरु भनेर भनिन्छ है त। सो चुक्कुरु भनेको के हो त बनाउनु है त। अब सो हितको खान्जी त आइहाल्छ, भन्नै परेन। सो त्यही गरेर अब निन भनेको के हो त व्यक्ति गर्न काउन्ट गरिन्छ है त निन। सो अर्को रहेको छ व्यक्ति अथवा राष्ट्रियतालाई चाहिँ जिन भनेर भनिन्छ। जस्तै नेपाली नागरिक के भनेर भनिन्छ त नेपारु जिन भनेको चाहिँ नेपाली नागरिक भनेको है त। सो अर्को रहेको छ वयस्क, ओत्तो ना है त। त्यसै गरी अब कुकुरलाई चाहिँ के भनेर भनिन्छ, यो पढ्नु परेन मैले, तपाईलाई आइहाल्छ, खान्जी पनि सायद आइहाल्छ। त्यसै गरी परिवार, यो पनि पर्दैन, कसरी पढ्नुहुन्छ तपाईको पाली। यो खान्जी चाहिँ मोस्ट इम्पोर्टेन्ट छ है त। सो अर्को रहेको छ साँझको खान्जी मोस्ट इम्पोर्टेन्ट, यो पढ्न तपाईलाई आइहाल्छ। के भनेर पढ्नुहुन्छ त पढ्नु त गुड, युगात्ता भनेर पढ्नुहुन्छ है। सो अर्को रहेको छ खाना पकाउने विधि। सो खाना पकाउने विधि यो हामीले पार्ट 1 मा नि हेरिसकेको छौँ। सो तपाईले पढ्नु पर्यो है त। अब म चाहिँ तलको भन्छु, तपाईहरुले चाहिँ माथिको पढ्दै खान्जीमा ध्यान दिनु है त। सो अर्को रहेको छ तरिका। तरिकालाई के भन्छ भन्नु त गुड, त्यो भन्छ है त। सो अर्को रहेको छ संगीत। संगीतलाई के भन्छ पढ्नु त सो गुड, ओन्गाकु भनेर भनिन्छ। खान्जी हेर्नु है त। अर्को रहेको छ आवाजलाई ओत्तो भनेर भनिन्छ है त। त्यसै गरी अब संगीतलाई के भन्छ भन्नु त गुड। त्यसै गरी अब रमाइलो, रमाइलोलाई के भन्छ थाहा नै छ तपाईहरुलाई। सो तपाईहरुले याद गर्नु पर्यो यसको खान्जी अनि मिनिङ पनि। सो पढ्नु होला है त। सो अर्को रहेको छ सिक्नुलाई के भन्छ त, अलि ठुलो आवाज निकाल्दै पढ्नु पर्यो है अब। सो अर्को रहेको छ अब अभ्यासलाई के भन्नुहुन्छ पढ्नु गुड, यो अभ्यासको खान्जी भयो है त। त्यसै गरी अब बानीलाई के भन्छ गुड, बानी। अर्को रहेको छ बोल्नुलाई हानासु भनेर भनिन्छ है। सो अर्को रहेको छ टेलिफोन नम्बर। टेलिफोन नम्बरको खान्जी पनि इम्पोर्टेन्ट छ है त। देनवा बाङ्गौ के भनेर भनिँदो रहेछ त, देनवा बाङ्गौ भनेको चाहिँ टेलिफोन नम्बर देनवा बाङ्गौ। सो अर्को छ ऋतु। ऋतुको खान्जी मोस्ट इम्पोर्टेन्ट छ है त, किसेचुको खान्जी। त्यसै गरी बसन्त ऋतु है त, हारु भनेर भनिन्छ त बसन्त ऋतुलाई, हारुको खान्जी याद गर्नु। त्यसै गरी नाचु भनेको गर्मीयाम है त। त्यसै गरी अहिले के छ शरद ऋतुलाई चाहिँ आकी भनेर भनिन्छ खान्जी है। त्यसै गरी जाडो यामलाई चाहिँ फुयु भनेर भनिन्छ। त्यसै गरी फुललाई हानाको खान्जी पनि सोधिरहेको हुन्छ है प्रायः जस्तो, हाना भनेको फुल है त। सो अर्को रहेको छ उस्तै अथवा सामानलाई ओन्नाजी भनेर भनिन्छ है। ओन्नाजी भनेको उस्तै, गर्मी आत्सुई। त्यसै गरी चिसो सामुईको खान्जी हेर्नु होला। त्यसै गरी मौसमलाई चाहिँ तेन्की भनेर भनिन्छ। तेन्कीको खान्जी चाहिँ आउनै पर्यो। कहिलेकाहीँ चाहिँ गेन्की त तेन्कीमा चाहिँ मान्छेहरू अल्मलिरहेको हुन्छ है।
सो अर्को रहेको छ घाम लागेकोलाई चाहिँ हारे भन्छ, घाम लाग्नुलाई हारे भनेर भनिन्छ। सो अहिले चाहिँ तपाईँहरूको ठाउँमा घाम लागेको छ कि छैन है त, लागेको छ भने कमेन्टमा हारे लेख्न नबिर्सनु होला। अर्को रहेको छ वर्षालाई चाहिँ आमे भनेर भनिन्छ है त, वर्षालाई के भन्छ त आमे। त्यसै गरी हिउँलाई युकी भनेर भनिन्छ त, युकीको खान्जी ध्यान दिनु। त्यसै गरी हावालाई खाजे भनेर भनिन्छ, थाहा नै छ, मोस्ट इम्पोर्टेन्ट खान्जी है त्यो खाजेको चाहिँ। अर्को रहेको छ आँधी, आँधीलाई के भन्छ त ताइफु भनेर भनिन्छ है त। त्यसै गरी अब हिजोलाई किनाउ भनेर भनिन्छ, खान्जी हेर्नु है त, कहिलेकाहीँ खान्जीले पनि झुकाइदिन्छ क्या त्यही भएर। सो अर्को रहेको छ गत वर्षलाई चाहिँ साक्कुनेन भनेर भनिन्छ, यो हेरिसक्यौँ हामीले भोलि यो हेऱ्यौँ। त्यसै गरी व्याख्या गर्नुलाई के भन्छ पढ्नु त गुड। त्यसै गरी 4 यो 1 2 को 4 है, अलिकति यता कहिलेकाहीँ चाहिँ अलिक मिस्टेक भएर चाहिँ यहाँनिर गडबड भइरहेको हुन्छ है त। सो 5 लाई के भन्छ पढ्नु होला। 6 लाई के भन्छ 7, एउटै दोहोरेछ है। 8 लाई के भन्छ 9 10 100 1000। मैले नेपालीमा भनेको छु, तपाईँहरू चाहिँ जापानिजमा भन्नु पर्यो है त। 10,000 एनको खान्जी है त। सो त्यसै गरी जापान, जापानलाई के भन्छ पढ्नु त गुड, थाहा नै छ यो त। सो जापानिज भाषा, जापानी भाषा, विद्यालय, त्यसै गरी शिक्षक, विद्यार्थी, काम, कामको खान्जी है, खान्जी याद गर्नु। सो कम्पनी, बैंकलाई के भन्छ भन्नु त गुड। त्यसै गरी अब यात्रालाई के भन्छ भन्नु गुड। अर्को रहेको छ पानीलाई के भन्छ मिजु भन्छ नि, सो मिजुको खान्जी याद गर्नु है त। अर्को रहेको छ खानेपानीलाई, खानेपानी आपूर्तिलाई के भन्छ हेर्नु है त। अर्को रहेको छ खानु, खानुलाई के भन्छ, सो खानुको खान्जी मोस्ट इम्पोर्टेन्ट छ है साथीहरू। अर्को रहेको छ भोजन कक्ष, मोस्ट इम्पोर्टेन्ट खान्जी हो है, खाना। त्यसै गरी पिउनुलाई के भन्छ मोस्ट इम्पोर्टेन्ट खान्जी है यो। अर्को छ नोमिमोनुको खान्जी याद गर्नु पर्यो है तपाईँहरूले पेय पदार्थको। अर्को रहेको छ माछाको खान्जी नि याद गर्नुभयो, साखानाको खान्जी। मासु निकोको खान्जी यादै गर्नुपर्छ। गाईको मासु यो हामीले पार्ट 1 मा नै हेरेका छौँ है त। कति धेरै चाहिँ हामीले पार्ट 1 को पनि हालेका छौँ है त, त्यही भएर पार्ट 1 चाहिँ हेर्न नबिर्सनु होला है त। अर्को रहेको छ सुँगुरको मासु, हामीले हेरिसक्यौँ, यो पढ्नु होला। मन पर्नुलाई के भनिन्छ थाहा नै छ। त्यसै गरी घरलाई, घरको खान्जी मोस्ट इम्पोर्टेन्ट छ, घरलाई के भनिन्छ ठुलो आशा पढ्नु है त। त्यसै गरी परिवारको खान्जी हामीलाई थाहा नै छ है। नयाँलाई, नयाँको खान्जी मोस्ट इम्पोर्टेन्ट आत्तारासी है त। सो अर्को रहेको छ फराकिलो, सो यो पनि मोस्ट इम्पोर्टेन्ट है, यो खान्जी चाहिँ यो सोधिरहेको हुन्छ हिरो है त, फराकिलो। त्यसै गरी अब चोक अथवा खुल्ला स्थानलाई हिरोबा भनेर भनिन्छ, याद गर्नु है त दुईटा खान्जी। अर्को रहेको छ सुन, किन भनेर भनिन्छ, पैसा हो खानेको खान्जी। शुल्क र्योकिन, र्योकिनको खान्जी मोस्ट इम्पोर्टेन्ट है साथीहरू। अर्को रहेको छ बिहानलाई चाहिँ आशाको खान्जी मोस्ट इम्पोर्टेन्ट, अघि नै भनिसकेँ मैले। दिउँसो हिरु, सो रात योरु। त्यसै गरी समय जिखानको खान्जी मोस्ट इम्पोर्टेन्ट, घडी तोकेको खान्जी, साथी तोमोदाचीको खान्जी मोस्ट इम्पोर्टेन्ट छ, यो त याद गर्नै पर्यो, लेखिहाल्नु है त। अर्को रहेको छ आज क्यौ, हिजो किनौ। अर्को भोलि, हरेक दिनलाई के भनिन्छ हामीले हेरिसक्यो है, हामी दोहोऱ्याइरहेको छु है मैले अघिकोलाई, तपाईँहरूको पालि है पढ्ने चाहिँ पढ्नु पर्यो है तर। अर्को रहेको छ यो वर्ष, त्यसै गरी अर्को वर्ष, पढ्दै खान्जीमा ध्यान दिनु है त। गएको वर्ष, यो हप्ता, अनि अर्को हप्ता, गएको हप्ता, सप्ताहन्त, सप्ताहन्तलाई के भनिन्छ इङ्ग्लिसमा त्यो पनि भन्नु पर्यो है त। यो चाहिँ कमेन्टमा लेख्नु है तपाईँहरूले, भिडियो तपाईँले यहाँसम्म हेरिसक्नु भयो भने चाहिँ कमेन्टमा लेख्नु है त, सप्ताहन्तलाई चाहिँ इङ्ग्लिसमा के भनिन्छ। अनि जापानिजमा पनि लेख्नु, अनि खान्जी पनि लेख्नु है त कमेन्टमा। सो अर्को रहेको छ कम्पनीलाई के भनिन्छ थाहा नै छ, यो त बैंक खान्जी नि लेख्नु है त। विश्वविद्यालय, त्यसै गरी विद्यालय, विद्यार्थी, शिक्षक, काम, काम गर्नु, यात्रा, यात्रा गर्नु, जापानी सराय होटेल, जापानी सहरको होटेल है त। सो आरक्षणलाई के भनिन्छ आरक्षित सिट, जीवन, सन्चो स्वस्थ सन्चै हुनु है। व्यस्तको खान्जी हेर्छौँ हामीले, बनाउनु मोस्ट इम्पोर्टेन्ट खान्जी, अघि मैले भने होला तर मोस्ट इम्पोर्टेन्ट है यो। सो खाना पकाउने परिकार, खाना पकाउने विधि के भनिन्छ हेरिसक्यौँ हामीले। खानुलाई के भनिन्छ पिउनु, मौसम, काम लागेको, वर्षा, हिउँ,
हावा आँधी अथवा आँधीलाई के भन्छ त आँधीहुरी है त जापान जापानी भाषा व्याख्या गर्नु सो आजको लागि चाहिँ भिडियो यति नै भयो सो तपाईले चाहिँ अब पार्ट 2 हेरिसक्नु भयो यसलाई प्र्याक्टिस पनि गर्नु होला अनि याद पनि गर्नु होला आजको खान्जी र भोक्याबुलरी चाहिँ सजिलो नै छ सायद तपाईहरुलाई आउँछ नि होला यदि आउँदैन भने चाहिँ तपाईहरुले चाहिँ लेख्दै प्र्याक्टिस गर्दै गर्नु होला यदि पार्ट 1 हेर्नु भएको छैन भने चाहिँ तपाईले चाहिँ पार्ट 1 को भिडियो नि पुरा हेर्नु होला लगभग आधा घण्टाको छ है त्यो भिडियो चाहिँ यदि तपाईले पार्ट 1 र पार्ट 2 हेर्नु भयो भने चाहिँ तपाईलाई साच्चै नै जेएफडी मा चाहिँ धेरै नै हेल्प गर्छ यसले सो थ्यांक यू फर वाचिङ दिस भिडियो गाइज सो भिडियो कस्तो लाग्यो होला प्रतिक्रिया दिन चाहिँ नबिर्सनु होला अबको अर्को भिडियोमा चाहिँ हामी इरोदोरी बुकको ग्रामरहरु हेर्ने छौं है त